गाइस, आज चाहिँ मामा भन्छ मेला घुम्नु आएको अनि हाम्रो यहाँ त भाइ पनि हुनुहुन्छ। मामा मेला कस्तो लागिरहेछ हौ तपाईँलाई? रमाइलो हुँदो रहेछ हौ, नडा मेला धेरै पछि आएको। म त झन् फर्स्ट टाइम हो। रमाइलो नै हुँदो रहेछ। जस रमाइलो छ है मामा, एकदम यस्तो हाम्रो सनलाइट फोकस होस् न, मामा भन्छ ह्यान्डसम आओस् न हौ। आज हामी मेलामा यस्तो रमाइलो गर्दैछौँ कि मेला चाहिँ यता हुँदैछ, यस्तो डेन्जर हुँदैछ कि मामाले फेभरेट ठाउँ लिएर आउनु भयो है। रमाइलो छ होइन मामा? जे होस् एकदम 2000 years later. नोडा मेलाको रमझम गाइस। मेरो मामा अगाडि भान्जा पछाडि आज नोडा मेला के छैन, नडामा त्यस्तो मेला त हो, यतिको रमाइलो छ। योभन्दा रमाइलो त अब के चाहिँ हुन्छ है, रमाइलो अब घुम्ने अनि जाने हामी पनि धरानबाट आएको। धेरै रमाइलो नै हुन्छ होइन? खै तलेर मामा भन्छ आज नोडा मेला आएको छु क्या, लागिरहेको तर गर्मीले रमाइलो लागिरहेको छ। एकदम रोटी पनि खेल्नु जाने हो कि यस्तो दामी छ क्या। ए पिङ उता रहेछ हाम्रो, तर म चाहिँ रोटे पिङ खेल्न सक्दिनँ। अर्कै ह्यान्डसम यहाँ छ फेरि हो। A few moments later. यहाँ हाम्रो भाइ छ अनि यता हाम्रो भाइ पनि हुनुहुन्छ पवन जी, उहाँको नाम। उहाँसँग चाहिँ हाम्रो फर्स्ट भेटघाट हो। हाम्रो उहाँ सरको डान्सर सरको स्टुडेन्ट हुनुहुन्छ, एकदम बिगिनरदेखि। आजको रमाइलो कार्यक्रम मेलामा घुम्न आएको। यहाँ न कस्तो दामी घुमिरहेछ यार। यो मेलाको बेस्ट चाहिँ हो है भाइ, यहाँको बेस्ट। हामी खाजा उतै गएर खाने, यहीँ खानु हो। यहाँ त खाजा खाने, यहाँ त के छ र, यही सेल मात्र हो। नोडा मेलामा आज रमाइलो भइरहेको छ। हाम्रो मामा हुनुहुन्छ वरिपरि। जस असम ब्युटिफुल।